everyone, today I'm going to show what does we nursing student carry in our bag. So yes, यहाँ मेरो ब्यागबाट चाहिँ झर्दैछ everything. What do I carry in my bag to my duty hour? So yes, first one, this is our register, जहाँ चाहिँ हामीले एक दिनमा कुनै पनि एउटा पेशेन्टको बारेमा सबै कुरा लेख्ने गर्दछौँ। उहाँको इन्भेस्टिगेसनदेखि लिएर आज चाहिँ हामीले उहाँलाई चाहिँ के केयर दियौँ भन्ने बारेमा चाहिँ हामीले यो रजिस्टरमा लेख्ने गर्छौँ। सो फर्स्ट यो भयो मेरो रजिस्टर, अनि यो भयो मेरो सानो नोटबुक, जहाँ चाहिँ हामीले कुनै पनि पेशेन्ट हरेक आफूलाई परेको हरेक पेशेन्टहरूको आइडेन्टिफिकेसन अथवा हिस्ट्रीहरू भनौँ यहाँ चाहिँ हामीले टिपेर यसलाई चाहिँ हामीले बेलुकी आएर यो लगबुकमा चाहिँ लेख्ने गर्दछौँ। एन्ड यस, दिस इज अ स्टेट एन्ड स्फेग्नोमेनोमिटर, द्याट इज बिपी सेट चाहिँ हामीले आफ्नो चाहिँ बोक्ने गर्दछौँ एज अ नर्सिङ स्टुडेन्ट भनेर चाहिँ। कहिलेकाहीँ चाहिँ अब हस्पिटलकोमा पनि युज गर्ने गर्छौँ र कहिलेकाहीँ चाहिँ हामी धेरै जस्तो चाहिँ हामी आफ्नै युज गर्ने गर्छौँ पेसेन्टहरूको बिपी लिनको लागि। सो यस, दिस इज अ बिपी सेट। अनि बिपीहरू लिगौँ, दिस इज अ थर्मोमिटर। कुनै पनि पेसेन्टको टेम्परेचर कति छ भनेर मोनिटर गर्नको लागि हामीले आफ्नो थर्मोमिटर चाहिँ युज गर्ने गर्छौँ। सो दिस इज अ thermometer. And then I do have this three kind of a pen. मेरो चाहिँ यो ब्ल्याक कलरको यो ब्ल्याक पेनको यो खोला हालेको कारणले गर्दाखेरि मैले ब्लू पेनको खोला हालेको छु। सो डोन्ट माइन्ड। ब्लू पेन, रेड पेन एन्ड ब्ल्याक पेन, हामीले चाहिँ तीनवटा खालको पेनहरू चाहिँ क्यारी गर्नुपर्छ आफूसँग। एन्ड देन दिस इज माई इरेजर, सार्पनर एन्ड देन पेन्सिल। अनि अर्को भयो यो चाहिँ हाम्रो मार्करले चाहिँ हामीले बोर्ड मेन्टेन गर्ने गर्छौँ त्यहाँको। एन्ड अभियसली दिस इज अ टर्च लाइट हियर। यो चाहिँ हामीले कुनै पनि पेसेन्टहरूको आईमा अब के हुन्छ उहाँहरूको जन्डिस, एनिमिया हरेक कुराहरूलाई अब्जर्भ गर्नको लागि हामीले यो टर्च लाइट चाहिँ क्यारी गर्ने गर्दछौँ। अनि अभियसली दिस इज अ मेजरिङ टेप चाहिँ हामीले हरेक पेसेन्टको हाइट लिनको लागि, मेजर गर्नको लागि। अनि अहिले चाहिँ हामीले पोस्टनेटल वार्डमा ड्युटी भइरहेको छ नि त, त्यसैले हरेक पेसेन्टको फन्डल हाइट मेजर गर्नको लागि एज वेल एज न्यू बर्नको चाहिँ हेड सर्कमफ्रेन्स, चेस्ट सर्कमफ्रेन्स एन्ड देन लेन्थ लिनको लागि चाहिँ हामीले यो मेजरिङ टेपको युज गर्ने गर्दछौँ है त। एन्ड फर द लास्ट बट नट द लिस्ट, वी हेभ टु क्यारी दिस सिजर विथ अस to cut them tape there, gauze piece there and everything. अनि अर्को भनेको चाहिँ रहेको छ where is my watch gone? Oh yes, यो चाहिँ मेरो सानो घडी। अब हरेक पल्स लिँदा, रेस्पिरेसन लिँदा फेरि चाहिँ हामीले घडी 1 मिनटसम्म हेरेर उहाँहरूको पल्स अथवा रेस्पिरेसन चाहिँ हामीले मोनिटर गर्ने गर्छौँ है त। सो अनि दिस इज माई यो बन बनाउनका लागि यो के भन्छ यसलाई, वी डु कल जुरो हियर बट आई डोन्ट नो वाट डु यु कल। अनि अभियसली लिपलाई मोइस्चर गर्नका लागि लिप गार्ड। अनि यस, मलाई चाहिँ एकदमै रुगा लागिरहेको छ, त्यही भएर मैले चाहिँ इनहेलर युज गर्ने गर्दछु। एन्ड दिस इज माई सनग्लास अथवा आई ग्लास भनौँ, फर प्रोटेक्सन अफ माई आई। अनि अर्को भनेको चाहिँ स्टिकी नोट छ। मैले चाहिँ कुनै पनि कुराहरू बिर्सिन्छु भनेर चाहिँ यहाँ स्टिकी नोटमा लेख्ने गर्दछु फर माई लङ टर्म मेमोरी अथवा खै के भनौँ, जस मैले यो चाहिँ युज गर्ने गर्दछु। एन्ड आई डु हेभ अ चक्लेट हियर, जुन चाहिँ मेरो साथीले दिएको। अनि अरू त केही छैन साथीहरू। दिस इज माई युनिफर्म। आई विल सो यु इन माई युनिफर्म ड्रेस टु। दिस इज माई आइडेन्टिटी कार्ड हियर। आइडेन्टिटी कार्ड भनेको। ओके, बाई बाई गाइज। दिस all is in our नर्सिङ ब्याग। नर्सिङ स्टुडेन्टको ब्यागहरूमा चाहिँ धेरै जस्तो योहरू हुन्छ। अनि अरू के छुटेको हौ?
यदि कुनै कुरा मैले देखाउन छुटाएँ, मैले भन्न छुटाएँ भने चाहिँ यु क्यान कमेन्ट डाउन। बाई बाई।